breaking it down for the night, and I want you to come for the ride. Let's win it all, win it all, win it all, win it all. Let's go. She don't mind, girl. Come on, girl, I got you so high, and I know you like. So come on, push it on me. If it feels alright, wanna drop it low and bring it up. Don't she doesn't mind. Namaskar, welcome back to my another episode. अब आउट अफ कन्ट्री आइसकेपछि घुम्न त अभियसली जान पर्यो नि। त्यसैले म दिदी अनि दिदीको साथी आज चाहिँ हामी लाग्यो घुम्नको लागि। यहाँनिर आउँदाखेरि चाहिँ अब नेपालको त्यो दक्षिणकालीहरूतिर गाडी जस्तो फिल आउँछ कि यस्तो साइड साइडमा पसल्छ नि त। अन्त चाहिँ यस्तो छैन कि हामी त्यस्तो मन्दिर साइडतिर छ नि, अनि त्यस्तो आनन्द रमाइलो फिल आउँछ कि अब त्यहाँ मन्दिरमा त्यो ठ्याक्कै पूजा गर्ने टाइम सक्यो होला। सो आज चाहिँ हामी नारिता सान भिजिट गर्न जाँदैछौँ। मैले बुझे अनुसार जापानमा रेस्पेक्टिभ वर्डको पछाडि चाहिँ सान लगाउने गरिँदो रहेछ। जस्तो कि नेपालमा माउन्ट एभरेस्टलाई एभरेस्ट सान अनि पशुपतिनाथ मन्दिरलाई पशुपति सान। कमेडीमा सुनिँदो रहेछ। हामीलाई बानी नभएर होला कि हो। हामी आज गइरहेका छौँ नारिता सान। नारिता सान चाहिँ सिङ्गोन बुद्धिस्ट टेम्पल हो जुन सेन्ट्रल अफ नारिता चिबा प्रिफेक्चरमा रहेछ। यो टेम्पल 940 AD-मा पत्ता लगाएको पनि रहेछ। यो टेम्पललाई अनमुभेबल विस्डम किङ जसलाई फायर गड पनि भनिँदो रहेछ। You can find easily this place on map, but नारिता स्टेसनबाट नर्थ इस्ट जानु भएर गाडीमा चाहिँ लगभग 4-5 मिनट अनि हिँड्नुहुन्छ भने चाहिँ 15-20 मिनटमा तपाईँहरू पुग्न सक्नुहुनेछ। Here you can see lots of statue of gods, origin infrastructure covered with so peaceful environment, जहाँ हजुरहरू नेचरको आनन्द चाहिँ भरपूर लिन सक्नुहुनेछ।
अगस्तको मन्थ भएकोले यहाँ एकदमै गर्मी छ। घुम्दा घुम्दा थकाइ लागेर हामीले भेन्डिङ मेसिनबाट कोल्ड ड्रिङ्क, वाटर लियौँ अनि खाजा खान गयौँ। मेरो फोनको ब्याट्री इन्ड हुन लागेकोले we ended up today. Thank you so much for watching me till end. Hope you like it and don't forget to suggest me. See you soon. Before I let you go, can I get a kiss good night, baby? Before I let you go, can I get a kiss good night, baby?